हार्दिक निमन्त्रणा। जय श्री राधे। यही मिति 2082 साल वैशाख 6 गतेदेखि 13 गतेसम्म राष्ट्र शान्ति, मानव कल्याण, सनातन धर्मको संरक्षण साथै यस गजुरी गाउँपालिका वडा नम्बर 4 गैरी गाउँमा अवस्थित श्री पिण्डेश्वरी माध्यमिक विद्यालयको चौतर्फी विकास एवं +2 सञ्चालनको उद्देश्यले आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा सपरिवार उपस्थित भई कथा श्रवण गरी पुण्य लाभ प्राप्त गर्नुहुन हार्दिक निमन्त्रणा गर्दछौँ। कार्यक्रम हुने स्थान श्री पिण्डेश्वरी माध्यमिक विद्यालयको प्राङ्गण, गजुरी गाउँपालिका 4 गैरी गाउँ धादिङ। प्रमुख कथावाचक तपस्वी गुरु पण्डित श्री उत्तम भट्ट महाराज्यू। यस महायज्ञमा तुलादान पनि गराइनेछ। तुलादान अन्न चामलबाट वा सिक्का पैसाबाट गर्न सक्नुहुनेछ। सिक्का पैसाको व्यवस्था आयोजक समितिले नै गर्नेछ। सुरेन्द्र प्रजा, गजुरी गाउँपालिका 4 वडा अध्यक्ष एवं संयोजक, श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ मूल समारोह समिति 2082। आयोजक श्री पिण्डेश्वरी माध्यमिक विद्यालय परिवार, गजुरी गाउँपालिका 4 गैरी गाउँ धादिङ। सम्पूर्ण नमस्कार, राधे राधे। हाम्रो यो यसै गजुरी गाउँपालिका वार्ड नम्बर 4 को पिण्डेश्वरी माध्यमिक विद्यालयमा मिति 2022 साल वैशाख 6 गतेदेखि 13 गतेसम्म यस पिण्डेश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा हुने श्रीमद् भागवत सप्ताह कार्यक्रम हुँदैछ। यस कार्यक्रमलाई चाहिँ सम्पूर्ण यस वडावासी, यस गाउँपालिकावासी लगायत धादिङवासी लगायत सम्पूर्ण देशवासीहरूमा अनुरोध गर्दछु कि यस श्रीमद् भागवत सप्ताहमा चाहिँ उपस्थित भएर हामीलाई यस विद्यालयको लागि जुन हामी +2 लगायत चौतरी विकासको कार्यक्रम गरिरहेछौँ, सबैले सहयोग गरिदिन अनुरोध गर्दछु। हस्, धन्यवाद, नमस्कार। म सुरेन्द्र चेपाङ, गजुरी गाउँपालिका यसै वडाको वडा अध्यक्ष। नमस्कार, राधे राधे। म प्रकाश बहादुर सिंह, श्री पिण्डेश्वरी माध्यमिक विद्यालय गजुरी 4 गैरी गाउँ धादिङको प्रधान अध्यापक। मिति 2082 साल वैशाख 6 गतेदेखि 13 गतेसम्म गजुरी गाउँपालिका वार्ड नम्बर 4 स्थित श्री पिण्डेश्वरी माध्यमिक विद्यालयमा श्रीमद् भागवत महायज्ञ सञ्चालन हुन गइरहेको हुनाले यस विद्यालयको शैक्षिक उन्नयनको लागि +2 सञ्चालनको लक्ष्यलाई पूर्ण गर्नको लागि यहाँहरू सबैजना सो अवधिमा पाल्दिनु होला। दाजुभाइ, दिदीबहिनीहरू, गाउँपालिकावासी, वडावासी र देशवासीहरू यो विद्यालयलाई माया गरिदिनु होला। शिक्षाको लागि दान भन्ने नाराका साथ हामी अगाडि बढेका छौँ। सो लक्ष्य पुरा गरिदिनको लागि यहाँहरू सबैजनालाई हार्दिक निमन्त्रणा गर्दछौँ। हस्, धन्यवाद। राधे राधे। नमस्कार, राधे राधे। म गजुरी गाउँपालिका वार्ड नम्बर 4 को पिण्डेश्वरी माध्यमिक विद्यालय व्यवस्था समितिको अध्यक्ष। यसै 2082 साल वैशाख 6 गतेदेखि 13 गतेसम्म हुन गइरहेको महायज्ञमा सबैजनालाई हार्दिक निमन्त्रणा गर्दछु। नमस्ते, राधे राधे। यस पिण्डेश्वरी माध्यमिक विद्यालय गजुरी 4 गैरी गाउँ धादिङमा मिति 2082 साल वैशाख 6 गतेदेखि 13 गतेसम्म हुन गइरहेको श्रीमद् भागवत सप्ताह तथा ज्ञान महायज्ञमा गजुरी गाउँपालिका लगायत सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सहभागी भई यो पुण्यको यात्रामा सहभागी भएर यस चेपाङ तथा तामाङ जातिको बाहुल्यता रहेको यस विद्यालयका साना नानी बाबुहरू लगायत सिङ्गो विद्यालय परिवारलाई सहयोग गरिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौँ। पिण्डेश्वरी माध्यमिक विद्यालय सहायक प्रधानाध्यापक म ध्वजबहादुर प्रजा। हस्त, नमस्कार, राधे राधे। पिण्डेश्वरी माध्यमिक विद्यालयको धादिङ जिल्ला गजुरी गाउँपालिका वडा नम्बर 4 मा रहेको यस पिण्डेश्वरी माध्यमिक विद्यालयमा 2082 साल वैशाखको 6 गतेदेखि हुन लागेको श्रीमद् भागवत कार्यक्रममा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछु। राधे राधे। गजुरी गाउँपालिका
वार्ड नम्बर 4 पिनेश्वरी माध्यमिक विद्यालयमा 2082 साल 6 गते वैशाख 6 गतेबाट 13 गतेसम्म हुन गइरहेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ तथा विद्यालय सुधार कार्यक्रम तथा +2 सहयोगार्थ सम्पूर्ण गजुरी गाउँपालिका लगायत सम्पूर्ण छिमेकी गाउँपालिका गजुरी गाउँपालिका लगायत र यहाँको सहछिमेकीहरू अभिभावकहरू विद्यालय व्यवस्थापन समितिका सदस्यहरू लगायत सम्पूर्ण गुरुवर्गहरू लगायत सम्पूर्णलाई हार्दिक निमन्त्रणा गर्छु। सिद्धेश्वर मन्दिर गाउँ पुजारी श्री मल्लिकान्त भण्डारी गजुरी 1 नमस्कार। राधे 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 राधे।